मान्छे रिक्वेस्ट गरिरहेछ माथि मान्छे छ भनिरहेछ तपाई यति बेला तिनकुने क्षेत्रमा जहाँ आगलागी भयो एउटा घरमा आगजनी भयो त्यो घरभित्र परेर एकजना मिडियाकर्मी साथीको निधन भएको कुरा आएको छ र यो अवस्थामा एबी न्यूज कर्मी साथीहरू लगायत अरू मिडियाकर्मी साथीहरूले पनि त्यति बेला एकजना साथी फस्नु भएको छ मिडियाकर्मी माथि हुनुहुन्छ भन्दा जवाफ नदिएको अथवा कोही पनि छैन माथि म 3-4 चोटि गएर आइसके भनिसकेका प्रहरीले त्यसो भन्दाखेरि अहिले एकजना मृत अवस्थामा फेला परेपछिको अवस्थामा 100 चोटि भन्दा प्रहरी चुप लाएर बस्यो क्या हाम्रो सहकर्मी यहाँ फसा छ नि यसलाई उद्धार गर्नु पर्यो भन्दा अझ हामीलाई कुटाउन खोज्छन् म माथि गएको छु माथि गएको थिएँ सबै सुरक्षा निकायबाट यसरी हेर्नुस् यो बडी छ हैन यो मान्छेको बडी यो टाउको हो यो हात यो दुईटा हात हो यो खुट्टा व्हाट्सएपमा हाल्दिनु न कंकाल बाँकी छ कंकाल मात्रै बाँकी छ यसो व्हाट्सएपमा दिनु न नम्बर टाइप गर्नु मेरो त्यति बेला भन्नुभएको थियो त्यसमा तपाईहरुले मैले 100 चोटि भने तपाईले प्रहरीलाई जानकारी गराउनु 100 चोटि मैले हाम्रो मान्छे यहाँ फस्या छ भन्दाखेरि अझ उनीहरु चुबा लाएर बस्छन् अझ आदेश चाहियो रे सिडिओको आदेश चाहियो हामी आदेश कुर्दै छौं भनेर हामीसँग भनेको यहाँ 100 यहाँ के रे सञ्चारकर्मीहरु पनि टन्डे खेले आदेश चाहियो भनेर पर्खिरहेको थियो क्या उद्धार गर्नको लागि न दमकल बोलाएको छ अगाडि सब तपाईहरुलाई अहिले पनि हैन प्रहरी मर्दा प्रहरीले गोली चलाउँछ प्रहरी मर्दा प्रहरीले गोली चलाउँछ सञ्चारकर्मी मर्दा हामीले प्रश्न सोध्न पनि नपाउने हो हैन प्रश्न सोध्न पाइन्छ सम्बन्धित व्यक्तिलाई सोध्नु पर्यो म सम्बन्धित मान्छे फिल्ड कमान्डर को श्रीमान फिल्ड कमान्डर को डिएसआर फिल्ड कमान्डर को यति बेला एउटा अप्रिय कुरा छ आगलागी भएको ठाउँ हो उहाँको साथीहरु ओहो सर बिस्तारै आउनु तपाईहरुले नै हामीलाई सुरक्षा दिनु भएन भने हामीलाई कसले सुरक्षा दिन्छ कृपया हाम्रो साथीको जान कसरी गयो प्लिज त्यति मात्रै भन्दिनु तपाईले जवाफ मात्र दिनु त्यति तपाईहरुको साथी मर्दा कस्तो हुन्छ हाम्रो साथी मर्दा तपाईलाई ढुङ्गा मात्रै हान्दा तपाई अघि कति उग्र हुनुभएको थियो यहाँ हाम्रो साथी मर्दा के गर्नु भन्नुस् डिएसपी तपाई फिल्ड कमान्डर को डिएसआर फिल्ड कमान्डर को प्रवक्ता सरसंस्थाले लिनु हैन फिल्ड कमान्डर को फिल्ड इमिडिएट कमान्डर फिल्ड कमान्डर हुन्छ यसै मैले पनि बुझाछु एसपी साहब हुन्छ बोलाउनुस् फिल्डमा अहिले तपाईको कमान्डर पनि समस्या भइरहेछ सबैभन्दा ठुलो दर्जा फिल्डमा जो उपलब्ध छ उ जवाफदेही हुनुपर्छ भन्ने प्रहरी नियमावलीले भन्छ श्रीमान म अहिले प्रहरी नियमावलीले फिल्डमा सबैभन्दा ठुलो दर्जाको अधिकृत जो हो उले जवाफ दिनुपर्छ भन्छ श्रीमान कस्तो लाज पसेर मुख मेरो अवस्थामा फिल्डमा सबैभन्दा ठुलो दर्जाको अधिकृत जो छ दर्शकवृन्द एकदम दुःखद घटना प्रहरी नियमावली र यो अवस्थामा हामी तिनकुनेको दृश्य देखिरहेका छौँ यो साँझको समयमा मात्रै दिउँसो 4-5 घण्टा अगाडिको आगलागी र त्यो 5-6 घण्टा पछि मात्रै यो सब देखिएको छ सर सुशील सर हजुरहरुकै भन्ने भयो आफन्त साथी सहकर्मी हैन हाम्रो सहकर्मी एबी न्यूज खबरकर्मी क्यामेरा पर्सन हाम्रो सुरेश रजकको यहाँ अब मृत्यु भएको अहिले भर्खर देख्यौं हामीले विभिन्न अस्पताल चार्यौं ठाउँ गयौं टिचिङ अस्पताल गयौं त्यहाँ एउटा गोली लागेको मृतक फेला पर्यो 29 वर्षको सबिन महर्जन नाम गरेको व्यक्ति यहाँ छातीमा गोली लागेको रहेछ उसको नाम सबिन महर्जन अलिकति नाम मिलेको भएर हामी त्यहाँ गएर हेर्यौं पनि अनि मलाई चाहिँ लागेको थियो सब यही हुनुपर्छ किनभने करिब 4:45 तिर चाहिँ उहाँको मोबाइल अन्तिम यहाँ स्विच अफ भएको हामीले पत्ता लगाएपछि हामी आएर अहिले हेर्दा आगो निमाएर हेर्दा त्यहाँ सब यसरी बसिराखेको अवस्थामा जलेर अब केही पनि बाँकी छैन तपाईले पनि देख्नुभयो होला अन्दाजमा सहकर्मी हो अनि एकजना व्यक्ति मात्रै त्यहाँ भित्र रहेको र अब त्यो सब हेरेर त अहिले हामी सुरेश रजक हो या होइन भन्न सक्दैनौँ त्यो पुरै अब केही पनि बाँकी नै छैन मात्र अस्थिपञ्जर मात्रै बाँकी छ हैन अहिले त्यो देखेर त हामी भन्नै सक्दैनौँ एकदमै दुःख लागिरहेको छ अब यहाँका साथीहरूले जो फिल्डमा खटिनु भएको थियो उहाँहरूसँग सोद्धाखेरि हामीले पटक यहाँ प्रहरीलाई भन्दा पनि उहाँले वास्ता गरेन भन्नुभएको छ हैन निकै अब साथीहरू रोइरहनु भएको छ एउटा सहकर्मीको यसरी मृत्यु हुँदा एकदम दुःख लागिरहेको छ अलिकति सुरक्षा कमजोरीले अलिकति होइन अति नै धेरै सुरक्षा कमजोरी भएको किनभने अहिले म आएर पनि उहाँ यहाँ आगो लागिरहेको छ किन ननिमागो भन्दा अगाडि आगो निमिसकेको थियो फेरि लाग्यो भन्ने जवाफ उहाँले दिइरहनु भएको छ हैन फेरि लागेको होइन कि त्यो आगो त्यो सब भएको ठाउँमा आगो बलिरहेको रहेछ त्यसो भएपछि अब सब जल्दाखेरि त्यो गन्ध आउँछ थाहा हुन्छ हैन प्रहरीहरू पटक हामी माथि गएर तल आगो भनिराखेको छ प्रहरीले हामीले यो आगो निमाइसक्या भन्दाखेरि त्यो कागजको थुप्रोमा उ लडेको रहेछ र त्यही माथि नै उसको सब अहिले जलेको परिस्थितिमा फेला पर्दै गर्दा अहिले पनि प्रहरीसँग जवाफ माग्दै गर्दा प्रहरी अब अहिले हामीबाट तर्केर हिँडिरहनु भएको छ पत्रकार साथीहरूलाई अश्लील शब्द बोलेको हामीले अहिले देख्यौँ यो प्रहरीको रवैया चाहिँ यो पटक्कै ठिक भइरहेको छैन उहाँले के खोजिरहनु भएको छ हामीलाई थाहा छैन हामी स्वतन्त्र पत्रकार हौँ यो अथवा त्यो पक्षको हामी होइनौँ आज पनि हामीले दुवै पक्षको
उत्तिकै कभरेज गरेका थियौँ होइन। उहाँले के दृष्टिकोणबाट हेरिरहनु भएको छ यो चाहिँ एकदम अनौठो लागिरहेको छ। यहाँको प्रहरीको फिल्ड कमान्डरलाई, यो जिल्लाको अनि कमान्डरलाई र समग्र प्रहरी नेतृत्वलाई हामी चेतावनी दिन चाहन्छौँ। तपाईँहरूको यो गैर जिम्मेवारी, यो जवाबहीनता यो स्वीकार्य छैन नेपाली मिडिया क्षेत्रलाई। के लाग्छ तपाईँहरूलाई? के हामी डराएर भाग्छौँ तपाईँहरूसँग बन्दुक छ, लाठी छ भन्दैमा? तपाईँहरू जे गरिरहनु भएको छ, एउटा स्वतन्त्र मिडियाकर्मी यहाँ आएर फिल्डमा आफ्नो ज्यान जाने गरी न्युज कभरेज गर्दै गर्दा तपाईँहरूले सुरक्षा दिनु पर्थ्यो। हामीले गर्दा मृत्यु भएको होइन भन्दै हुनुहुन्थ्यो एकजना डिएसपी साहब। कसले गर्दा भएको हो त? सुरक्षाको जिम्मेवारी तपाईँहरूको हो कि होइन? यहाँलाई सिकाउनु पर्ने, पढाउनु पर्ने अवस्था आएको हो हामीले। यो खालको परिस्थिति चाहिँ एकदम दुःखद घटना भएको छ। उहाँ एकदमै आफ्नो पेसाप्रति एकदमै जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो सुरजजी। आगो लाग्दै गर्दा हाम्रो रिपोर्टर तल आउनुहोस् भन्दै गर्दा पनि पक्नुहोस् अझै केही भिजुअल दिन्छु म भनेर उहाँ लाग्नु भएको रहेछ। अनि त्यसो हुँदै गर्दा बाहिरबाट अश्रु ग्यासको प्रहार, भित्रबाट जुन धुवाँ आइराखेको थियो त्यस कारणले उहाँ सायद बेहोस भएर ढल्नुभयो र त्यहाँ ढलेकै स्थितिमा उहाँको ज्यान गयो। तत्कालीन अवस्थामा उद्धार गर्न सकेको भए उहाँलाई हामीले ल्याउन सक्थ्यौँ, बचाउन सक्थ्यौँ। आज एउटा शव पनि चिन्न नसक्ने परिस्थिति देख्नु परेको छ अहिले हामीले। निकै नै दुःखद लागेको छ। यो हाम्रो मात्रै होइन, समग्र नेपालको मिडिया क्षेत्रको निमित्त नै एउटा दुःखद घटना हो होइन। अब के भनौँ मैले यहाँहरूलाई? जस्तो प्रहरीले जवाफ दिनुको साटो अहिले पनि जुन खालको गतिविधि देखाइरहेको छ नि, यसमा चाहिँ के छ तपाईँको भनाइ? गैर जिम्मेवार, अव्यावसायिक, गैर व्यावसायिक प्रहरीले गर्ने नै यही हो। उनले त जवाफ दिनु पर्थ्यो। फिल्ड कमान्डरलाई मैले सोधेको छु, तपाईँले जवाफ दिनुहोस् भन्दा उहाँ अहिले पनि हेलमेट लगाएर आफ्नो पहिचान लुकाएर कुदिरहनु भएको छ। त्यो गर्नु आवश्यक छैन। उहाँले अहिले हेलमेट लगाएर, भाइजर लगाएर लुक्नुपर्ने आवश्यक छैन। हाम्रो अधिकार हो, फिल्ड कमान्डरको चिन्न पाउने हाम्रो अधिकार हो। उहाँ आफ्नो पहिचान लुकाइरहनु भएको छ। मैले चिन्न सकिनँ उहाँको नाम के हो होइन। अहिले पनि पहिचान लुकाएर उहाँ भागिरहनु भएको छ। उहाँलाई जवाफदेही बनाउने मात्रै होइन, विभागीय कारवाही गरिनुपर्दछ। हाम्रो त्यो माग छ। को उहाँ फिल्ड कमान्डर तपाईँलाई थाहा छ भने कृपया डिएसपी साहबको नाम भन्नुहोस्। मैले पटक पटक उहाँलाई तपाईँ नभाग्नुहोस्, तपाईँ जवाफ दिनुहोस् भनेको छु अगाडि गएर। तैपनि मलाई पनि छल्दै उहाँ भागिरहनु भएको छ पटक पटक। अहिले कता जानुभयो थाहा छैन। उहाँलाई के डर हो हामीसँग? हामीसँग त क्यामेरा मात्रै छ, बुम मात्रै छ, बन्दुक गोली गट्ठा त केही पनि छैन हामीसँग, लाठी ढुङ्गा पनि हामीले प्रयोग गरिरहेका छैनौँ। यो निकै गैर जिम्मेवार हो। नेपाल प्रहरीको छविमाथि नै आँच आउने काम यहाँको फिल्ड कमान्डरले अहिले पनि गरिरहनु भएको छ। एकजना व्यक्ति त्यहाँ मरेर लास चिन्न नसक्ने परिस्थितिमा हामी त्यो भोगिरहेका छौँ। तर उहाँ अहिले पनि भागिरहनु भएको छ र मेरो जिम्मेवारी होइन भनिरहनु भएको छ। त्यो उहाँले कुन खालको जवाफदेहिता दिनुभएको, कुन खालको गैर जिम्मेवारी पनि देखाउनु भएको छ? यो त अमानवीय, गैर व्यावसायिक मात्रै होइन, एउटा मानवीय दृष्टिकोणबाट पनि अमानवीय उहाँको त्यो खालको परिस्थिति हामीले देखेका छौँ।